सबभन्दा पहिला मैले के गर्छु भने एउटा com.info.utils मा एउटा स्ट्रिङ म्यानिपुलेसन यो नाम जे पनि हुनसक्छ हैन। त्यो एउटा क्लास क्रिएट गर्छु। त्यो क्लासले के गर्छ, यो ट्याग सपोर्ट भन्ने क्लासलाई एक्सटेन्ड गर्छ हैन। प्लस मैले जुन उताबाट जुन प्यारामिटर पठाउँछु नि, एट्रिब्युट पठाउँछु नि, त्यसको लागि मैले के गर्छु, यो स्ट्रिङ छ नि इनपुट हैन, यो राखेँ हैन। त्यसपछि यसको के हुन्छ, गेटर सेटर मेथड गरेँ है। इन्क्याप्सुलेट फिल गर्छु हैन, रिफ्याक्टर गरेँ, भयो इन्क्याप्सुलेट। ओके, त्यसपछि यसमा काम गर्नलाई हामीले के गर्नुपर्छ भने पब्लिक यसको एउटा मेथडलाई ओभरराइड गर्नुपर्छ। यो कुन मेथड हो भने डु स्टार्ट ट्याग भन्ने हुनुपर्छ। यसमा कुन मेथड हो भने यो मेथडलाई ओभरराइड गर्ने हैन। सो त्यसमा के हुन्छ भने गेटर सेटर मेथड भित्र हुन्छ नि, डु गेट डु पोस्ट मेथड भित्र हुन्छ नि, एक्ज्याक्टली सेम वे यसमा पनि के हुन्छ भने रिटर्न केही आयो भने 0 हुन्छ, नत्र भने सबै कुरा प्रिभिलेज के छ, पब्लिक आइडेन्टिटी ठिकै छ नि हजुर। दुईटा इन्टिजर भयो है। त्यस्तै गरिकन ट्राई है ओके। ब्राउजरमा डिस्प्ले गर्नलाई के चाहिन्छ भने हामीलाई एउटा अब्जेक्ट चाहिन्छ। त्यो भनेको के हो भने जेएसपी राइटरको अब्जेक्ट चाहियो है। यहाँ आउट इक्वल टु पेज कन्टेक्स्ट डट गेट आउट हैन। यसले आउटरको अब्जेक्ट दिन्छ। त्यसपछि आउट डट प्रिन्टमा मैले के गर्छु, प्रिन्ट एलएनमा मैले के गर्दिन्छु, मानौँ यो इनपुट छ नि हैन, इनपुट डट अप्पर केसमा कन्भर्ट गरिदिन्छु है त। यो जे पनि हुनसक्छ क्या, जस्तो सब स्ट्रिङ, अप्पर केस, लोवर केस, जे पनि तपाईँको। अब यहाँ कुनै कुरा कन्क्याट गर्नु पर्यो हैन। यहाँ त मैले स्ट्रिङ राखेँ, यही केसमा इन्टिजर भएको भए, मैले इन्ट्रेस्ट रेट क्यालकुलेट गर्नु भएको भए, जे पनि गर्नु बिजनेस लजिक त हो नि। यो भनेको अप्पर केसमा के यसले एउटा फङ्सन कल गर्छ जसले के गर्छ, अप्पर केसमा कन्भर्ट गर्छ। त्यसै गरिकन बिजनेस लजिक जे पनि हुनसक्छ नि भन्न खोजेको क्या हैन। सो मैले यो आउटर प्रिन्ट एलिमेन्टमा जे लेख्छु नि, उता ट्याग डिफाइन गर्दा उसले त्यही कुरा लेख्छ यसले हैन। सो जस्ट एउटा यो क्लास छ जसले के गर्छ भने तपाईँको लागि यो म्यानिपुलेट गर्छ। यो मैले उता यदि कुनै ट्याग डिफाइन गर्यो भने उसले के गर्छ भने यो क्लासलाई कल गर्नु पर्यो है। अब यसको लागि के गर्नु पर्यो भने अब यतिकै चाहिँ हुँदैन हैन। हामीले के गर्नुपर्छ भने यसमा जस्तो कि डिप्लोयमेन्ट डिस्क्रिप्टर छैन नि, डिप्लोयमेन्ट डिस्क्रिप्टर पनि बनाइहालौँ वेब आइएनएफ भित्र। अनि त्यसै गरिकन अर्को पनि एउटा चाहिन्छ, कन्फिगरेसन फाइल चाहिन्छ यसको लागि। कन्फिगरेसन फाइल भनेको के हो भने यो ट्याग लाइब्रेरी डिस्क्रिप्टर जुन छ नि, यहाँ हामी सबै कुरा म्यापिङ गर्छौँ हैन। यो चाहिन्छ। यसको मैले एउटा कुनै नाम दिन्छु। ल नाम के राख्ने, जे नाम राख्ने हुन्छ, कुनै जरुरी छैन कि त्यही नाम हुनुपर्छ हैन। हामीले ल स्ट्रिङ म्यानिपुलेसन राख्यौँ, यसको नाम पनि स्ट्रिङ म्यानिपुलेसन राख्यौँ है त। क्लियर भयो हैन। ओके, यहाँ बस्यो स्ट्रिङ म्यानिपुलेसन हैन। अब यसमा हामी के गर्छौँ भने डिफाइन गर्छौँ। के डिफाइन गर्छौँ, कन्फिगर गर्छौँ क्या। कन्फिगर गर्नलाई यो ट्याग छ हैन, ट्याग लाइब्रेरी यहाँ भित्र एउटा ट्याग भन्ने कमान्ड हुन्छ। आइडी कुनै
राख्छु हैन। त्यसपछि नेमभित्र मानौँ कि ल एबिसी नाम राखिदिएँ हैन। त्यसपछि यो भनेको प्रिडिफाइन ट्याग हो। ट्याग क्लास भनेको कुन क्लास, अहिले भर्खरै डिफाइन गरेको क्लास कुन हो हाम्रो com डट ट्याग भनेको भर्खरै डिफाइन गरेको यो हो नि हैन। com डट इन्फो डट यहाँभित्र डट यो क्लास हो है। त्यसपछि यसको एट्रिब्युटहरु के छ, अहिले त एउटा मात्रै छ हैन। एट्रिब्युटको नेम के हो हैन। एट्रिब्युटको नेम चाहिँ इनपुट हो हैन। जतिवटा एट्रिब्युट छ त्यतिवटा राख्ने के हैन। रिक्वायर्ड भनेपछि चाहिन्छ हैन। यो रिक्वायर्ड छ हैन। चाहिने भनेपछि हामीले के गर्नु पर्यो, यहाँ ट्रु गर्नु पर्यो। क्लियर भयो हैन। अब यो तपाईको के हुन्छ भने पोस्टफिक्स हुन्छ क्या त्यहाँनिर हैन। अब यसले कल गर्छ, यसले एबिसी भन्ने नेम दियो भने उसले के गर्छ, यसलाई कल गर्छ। इनपुट ट्रु छ भने यहाँ हामीले प्यारामिटर पठाउँछु, उसले के गर्छ पास गर्छ। पास गरिसकेपछि उसले सिम्पली तपाईको गर्यो। अब यति गरिसकेपछि यसलाई हामीले कुन पेजमा ल इन्डेक्स पेजमा यसलाई डिप्लोय गरौँ है त। इन्डेक्स पेज अथवा ल ठिकै छ इन्डेक्स पेज अथवा फर्म पेज जहाँ गरि नि हुन्छ हैन। अब इन्डेक्स पेजमा गर्ने भए के गर्नु पर्यो भने यहाँनिर चाहिँ त्यो ट्याग लाइब्रेरीलाई कल गर्नुपर्छ, त्यतिकै हुँदैन हैन। के गर्नु पर्यो भने यो ट्याग लाइब्रेरी प्रिफिक्स मानौँ कि XYZ गर्छ। XYZ भनेको यो प्रिफिक्स भयो हैन। त्यसपछि URI कहाँ छ, यो यही हो string manipulation डट tld, यही फाइल त हो नि हैन। गरिसकेपछि अब जस्तै तपाईको हेडरहरु इन्क्लुड गर्यो नि, यो भनेको प्रिडिफाइन ट्याग हो नि। मैले डिफाइन गरेको ट्याग कुन हो, मैले डिफाइन गरेको ट्याग के हो भने यहाँ आउँछ है। XYZ ABC आयो, यो त प्रिडिफाइन ट्याग हो नि। कसरी आयो, यहाँ के छ मैले XYZ राखेको छु, यो भनेको प्रिफिक्स हो। पोस्टफिक्स भनेको तपाईको यो भनेको यसमा मैले जे राख्छु नि यो भनेको पोस्टफिक्स हो। बुझ्नुभयो हैन। अब उसले चिन्यो हैन। अब चिनिसकेपछि यसलाई म डिलिट गर्ने, फुटरहरु चाहिँदैन अहिलेलाई हैन। सो अब मैले XYZ ABC एट्रिब्युट के छ इनपुट राखेको छु मैले हैन। यो एट्रिब्युट कसरी थाहा पायो भने यहाँबाट थाहा पायो हैन। यही इनपुट त छ नि यसमा हैन। जतिको पनि राख्न सक्छु यो हैन। इनपुटमा मैले ल स्मल लेटर मैले पठाएँ हैन। यसले के गरिदिन्छ, अब यसले के गर्छ अप्पर केसमा कन्भर्ट गरेर यहाँ डिस्प्ले गर्छ। अब किनभने यसले यो एट्रिब्युट उसले कहाँ पठाउँछ, यहाँ पठाउँछ। यहाँ मैले के लेखेको छु इनपुट डट टु अप्पर केसमा राखेको छु नि, अप्पर केसमा कन्भर्ट गर्नुहुन्छ। अथवा त्यहाँ मैले जे पठाउँछु यसमा यसले के गरोस् भने अझ कि मानौँ कि हेलो गरेर अनि अप्पर केसमा कन्भर्ट गरेर पठाइन्छ। सो जे पनि बिजनेस लजिक हुनसक्छ भन्न खोजेको क्या यहाँ चाहिँ। यो जस्ट एउटा मैले सिम्पल गर्नु त्यो तपाईँलाई देखाउन खोजेको। अब यसलाई मैले रन गरेँ भने इमेल आइडी त लिँदैन। अनि जस्तो एउटा इक्जाम्पलको लागि भनेको तपाईँ जे राख्नुहुन्छ त्यही हुन्छ डिस्प्ले गर्ने बेलामा। जस्तो कि तपाईँको युजर डाटा जेसुकै डिस्प्ले इन्टर गरोस्,
तर डिस्प्ले गर्ने बेलामा कतै यदि सबै अपर केसै डिस्प्ले गर्नु पऱ्यो भने एउटा आफै बनाएर गर्न सक्नुहुन्छ क्या। तर गऱ्यो भने त अब जसले तपाईँले बनाउनु भयो तपाईँलाई थाहा छ होइन। यो ट्याग त मैले अगाडि भर्खर बनाएँ नि, मैले थाहा छ कि यो XYZ ABC भनेको यसले के गर्छ भने यदि कुनै कुरा इनपुट राख्यो भने यसले अपर केसमा देखाइदिन्छ। म यो प्रोजेक्ट आदि काम गर्छु छोडेर म अर्को कम्पनी जोइन गरेँ होइन। अब म पसेको जुन मान्छे आउँछ त्यसले त थाहा हुँदैन यो कुरा यसले के गर्छ, या त उसले के गर्छ भने सबै एउटा एउटा खोज्दै जानु पऱ्यो होइन। बुझ्नुभयो नि। डकुमेन्टेसन चाहिँ अलिकति यसको एक्स्ट्रा हुनुपर्छ यदि यो कुराहरू इम्प्लिमेन्ट गर्नु पऱ्यो भने। आयो सबै होइन। मैले यहाँ के पठाएँ, ए पठाएँ नि, डिस्प्ले गर्ने बेलामा के गर्यो, हेलो डिस्प्ले गर्यो प्लस सबै के गर्यो अपरेसन कन्भर्ट गरिदियो। जे पनि हुनसक्छ, जस्तो कि यहाँबाट तपाईँ 3टा एट्रिब्युट लिनुहोस्, इन्ट्रेस्टेड, इयर र प्रिन्सिपल एमाउन्ट होइन। यो ट्याग कल गर्छु उसले के गर्छ रिजल्ट देखाइदिन्छ। सो त्यो केसमा मैले के गर्छु यहाँ चाहिँ म्यानिपुलेसनको काम गर्छु होइन। अनि रिजल्टलाई मैले कहाँ डिस्प्ले गरिदिन्छु, यहाँ डिस्प्ले गरिदियो भने उता उसले 3टा प्यारामिटर पठाउँछु उसले के गर्छ डिस्प्ले गरिदिन्छ। सो जस्तै हामीले जस्तै जिएसपीमा जुन ट्यागहरू हुन्छ नि त्यसै गरी यो हामीले आफैले डिफाइन गरेको हो क्या यो कुराहरू। बुझ्नु नि, यो जेएसपी इनपुट भनेको प्रिडिफाइन्ड हो, यो XYZ ABC भनेको हामीले बनाएको हो यो। बुझ्नु कि बुझ्नु होइन होइन। यसलाई हामी बनाउन सक्छौँ, यही नै हो यसरी नै बनाउने, यसरी नै गर्ने है। ल अब एकचोटि ट्राई गर्नुहोस्।